अभिषेक 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 नाइस नाइस भन्छ या फिर गोल हुन्छ मेन डटमा चाहिँ गोल हुन्छ जस्तो लाग्यो गोल हाल्यो भएर त यहाँ फर्स्ट मौका पाएको छ होइन हाम्रो कडा छ मेन प्लेयर चाहिँ अभिषेक भाइ छ अन्त यता हाम्रो आशिष बुबु हुनुहुन्छ होइन अन्त यता हाम्रो भाइदाहरू छ अन्त यसो दादाको पनि निकाल्दा भाइ अन्त हाम्रो भगटाहरू त्यस्तै छ ल त गाइस गाइस सबैजनालाई सेवारो अनि सेवानी छ इट्स मी सिक्किम विक्रम ब्लगर होइन सो आज चाहिँ तपाईँहरूको लागि सानो भिडियो लिएर आउँदै गरेको होइन आज चाहिँ हाम्रो फुटबल म्याच छ होइन उता जुसिङथाङ परेङ गाउँ भन्नेमा होइन अन्त त्यही भएरखेरि यहाँ पेलिङबाट म र साथी जाँदैछौँ होइन अन्त 1 बजीको म्याच हो यहाँ हामी कति 11 बजीतिर हिँडिसकेको छौँ होइन कति बजी पुग्छ अब तपाईँहरू सबैजना हेर्नुहोस् होला यता हाम्रो साथी चाहिँ हिँडिरहेको छ होइन अन्त यहाँ माथिबाट चाहिँ स्कुटी छ नि त पेलिङबाट अन्त यहाँबाट चाहिँ हामी पेलिङसँग चाहिँ हिँडेर गइरहेको छौँ साथी र म अन्त माथि पेलिङ पुगेर टक्कै स्कुटीमा जाने हो होइन तपाईँहरूलाई देखाउँदै गर्छु बाटोहरूको होइन हाम्रो जग्गाहरू हाम्रो गाउँहरूलाई देखाउँछु सबैजना हेरिदिनुहोस् होला होइन अन्त अहिले चाहिँ हामी यहाँ छुम्बी आइपुग्यौँ होइन फेन्टा खाँदै हिँड्दै गरेको यस्तो गरम भइदिरहेछ कि के भन्नु पुरै बेसी गरम फाइनली साथी हो पुग्यौँ पनि होइन यहाँ चाहिँ स्कुटी अन्त हाम्रो यता तिगैनिया छ हाम्रो खास आजको मेन प्लेयर नै यता तिगैन हो होइन हाम्रो मेन प्लेयर अब चाहिँ यहाँबाट तेल लगाएर साथी हो जुसिङथाङ परेङ गाउँतर्फ फुटबल खेल्नु लाग्दिउँ ल यहाँबाट पेलिङबाट चाहिँ हिँडिसकेको छौँ होइन अब चाहिँ कति 1 घन्टा या फिर 2 घन्टामा पुग्ने हो फाइनली ओखरबोटे आइपुग्यौँ होइन अब यहाँ पर जानुपर्छ अब चाहिँ त्यस्तो टाइम छैन मिनिमम 10 मिनटहरूतिर त पुग्छौँ होला हौ अन्त यस्तै छ रोडको हालतहरू यस्तै छ हो रफ रोड नै छ अब के गर्नु केटाहरूले अत्तालाएर सानो स्पिडले आउनु चाहिँ आएन कि तर अलिक यो म्याच सकेर मात्रै छ भन्दैछ अन्त यहाँ एकछिन बसेको पुरा बेसी घोल्यो नि त अन्त पेलिङबाट चाहिँ नबिसाइ आएको हो हामी चाहिँ गाउँ यस्तै छ यताको होइन हाम्रो गाउँ चाहिँ अहिले तपाईँहरूलाई फर्किने बेलामा देखाउँछु होइन साथी हो रेला गरेको चढे छैनस् भन्दै रोक्छ फेरि अगाडि लान्छ के हो फर्के रेला गरेकै चढ्नु त दे यस्तै चाहिँ रोड चाहिँ साथी हो फाइनली यहाँ आइपुग्यौँ होइन ग्राउन्डमा अन्त हेर्नुहोस् है यस्तै छ रहेछ ग्राउन्ड हो नभनेको पनि हामीलाई कति 1 घन्टा 2 घन्टाको छेउ लाग्यो भनौँ न त अन्त हाम्रो यता योगेश बुबुहरू हुनुहुन्छ होइन यता हाम्रो भाइला छ फ्रेन्ड्स भाइ धेरै दिन बादमा भेट्यो होइन यता जसीहरू छ हो आपेबु यता चाहिँ हाम्रो आपेबु चाहिँ सिआइडीबाट यता हाम्रो विजय बुबु अन्त यता योगेश बुबुहरू छ होइन निकै नै रहेछ हेर्नेहरू पनि हो फाइनली साथी हो जर्सीहरू लगाइसक्यौँ होइन यता हाम्रो कान्छा दादा हुनुहुन्छ अन्त यता हाम्रो अभिषेक भाइ छ अन्त यता हाम्रो
आशिष बुबु हुनुहुन्छ होइन, त्यही त हाम्रो भाइलाहरू छ। अनि त्यसो दादाको पनि निकाल्दा भाइ यसो। अनि यता चाहिँ हाम्रो दादा छ, भर्खर दादा होइन। त्यहाँ ठाडो नलिकन त्यसै निकाल्छ अन्त हाम्रो भर्खर दादा त्यस्तै छ ल। OnePlus हाम्रो ल त गाइस रेडी भएको अवस्था। अनि हाम्रो चिकन दाल दामी रहेछ नि साथी हो। पेनल्टी सुटआउट हुनु आँटेको छ होइन, दुई गोल भएको छ। अन्त दुई गोल भएको छैन, दुई गोल भएको छैन। सो पेनल्टी सुटआउट हुनेवाला छ। हेरौँ कसले जित्ने रहेछ। कुन कुन टिम हो भाइ? खानेसिबिङ युनाइटेड भर्सेस जिसिङथाङ स्कुल। कसले जित्छ अब हेरौँ। निलो जर्सीमा निलो परे के भन्छ त्यो पहिलो जर्सीमा खानेसिबिङ ए हो जिसिङथाङ स्कुल, जिसिङथाङ। कालोमा चाहिँ उयो खानेसिबिङ। खानेसिबिङ छ भने टस हुँदैछ। अब चाहिँ स्टार्ट भइसक्यो होइन पेनल्टी सुटआउट। हेरौँ गोल हुँदो रहेछ या फिर हुँदैन रहेछ। सेफ हुन्छ या फिर गोल हुन्छ। मेरो डाउटमा चाहिँ गोल हुन्छ जस्तो लाग्यो। गोल हाल्यो भनेको त गोल भयो नि त। यो मान्छेले पनि यो मान्छेले चाहिँ गोल लाएन जस्तो लाग्यो। अब हेरौँ। ए लगाइदियो अन्त दामी लगाइदियो त झन्। यो मान्छेले गोल लायो भनेको त गोल लायो भनेर 2-1 भएको छ होइन। यो गोल लायो भने तपाईँको 2-2 हुन्छ। दुई भयो तपाईँको। आमा चट्टै नै हो। आमा ट्राई चाहिँ गरेको दामी बराबर फिल्म भएको छ तपाईँको। 3 गोल ट्राई चाहिँ तर दामी गरेको गोल किले। गोल हुन्छ या फिर सेफ हुन्छ अब हेरौँ है। अन्त चट्टै 4 गोल भयो। 4 गोल भयो है। अब हेरौँ यहाँ प्लेयर्स नै गोल कि खेलेको छैन। अब हेरौँ कतिको चाहिँ खेल्दो रहेछ। ल दामी ट्राई चाहिँ गरेको। लास्ट भरोसा यो गोलकिकै हो। गोलकिपर अलिक नर्भस भएको छ होइन। अब जित्यो जिसिङथाङले। यहाँ चाहिँ अब म्याच सुरु हुन आँटेको छ हो। अब यहाँ टस भइसकेको छ। यता अफिसियलहरू जाँदै उहाँ देख्नुहुन्छ विक्रम बुबु। All the spots, fourth official, who's the board team, a very good luck. यहाँ फर्स्ट मौका पाएको छ। अभिषेक नाइस हामी चाहिँ आजको म्याच हार्यो होइन। 2-0 भयो। तर भए पनि के छैन, एकदम म्याच चाहिँ राम्रै भयो होइन। उताको पनि दामी खेल्ने थियो। अन्त एकदम म्याच राम्रो भयो। अब यहाँबाट हामी फर्किनु आँटेको होइन। तपाईँलाई हाम्रो गाउँहरू पनि देखाउँछु। यहाँ तल छ होइन, हेर्नुहोस् ल सबैजनाले होइन। हाम्रो कडा छ मेन प्लेयर चाहिँ आजको चाहिँ। हाम्रो गाउँ देख्दै गरेको यहाँ तल हो। तपाईँहरूले यहाँ तल अहिले पुगेर देखाउँछु होइन रोकिकन। एकदम म्याच राम्रो खेल्यो यो केटाले पनि होइन। आज चाहिँ टेस्ट भएको थियो तर यो सिना चाहिँ विङ मिलिदिएन नि त। अन्त यता हाम्रो योले चाचाले चाहिँ फुटबलबाट सन्यास लिइसकेछ नि हो। कस्तो खाले सन्यास ल्याइदिएको हो। यहाँ केटाहरू पनि छ ऊ
हाम्रो यता सेकेन्ड पनि आयो अझै लाग्नु आँटेको यहाँबाट हाम्रो गाउँ चाहिँ साथी हो यतै पर्छ हाम्रो गाउँ चाहिँ यतै हो होइन के गर्नु लेख्लाई हुने होइन अब डाइरेक्ट पेलिङतर्फ लाग्नुपर्छ हो यहाँबाट पनि नभनेको पनि 1 घन्टा त बेसी लाग्छ नि हौ यहाँ पर्खिरहेछ साथीले होइन यहाँ पछाडि आइरहेछ हाम्रो केटाहरू त्यस्तै छ जिन्दगी होइन मजाले चरक चुरुक बनाएको रहेछ यता हाम्रो दुईजना राईको राजा र सुब्बाको राजा पनि आइपुग्यो होइन लु देखाइ लु हुइली देखा लु हुइली गर्ने अरे हौ हाम्रो गाउँमा निकै आइपुग्नु एकदम जाडोमा पनि जाडो छ अब कति बजी पुग्ने हो होइन पेट चाहिँ हाल्नु उडेको हुँदैन त्यही भएर यहाँ यसरी पर्खिनु पर्दैछ है नाइटमा चाहिँ लेख्छ कस्तो देख्दो रहेछ एकदम बब्बाल यता मन्दिर यस्तो हुन्छ अहिले यहाँ लेख्छ आइपुग्यो होइन के भएको त्यो चाहिँ अघि पनि त्यस्तो हुँदै थियो साथी हो अहिले फिलहाल यहाँ माथि आइपुग्यौँ होइन डेक्सिपदेखि अलिक माथि हो साँच्चै भनेको आज चाहिँ यस्तो बेसी हिँडेरै गलेको जस्तो भयो अरू भन्दा पनि चाकहरू दुखेर भन्न कि आम्मा हिँड्नु साह्रो परिरहेछ नि हो नरालाहरू सबै दुख्यो नि हौ अन्त यहाँ अहिले चाहिँ हामी यहाँ चिया खानु बसेको होइन साथीहरू चाहिँ आज चाहिँ साथीहरू यस्तो बिजोग भइदियो साँच्चै भनेको चाकहरू दुखेर भन्नु कि खेल्नुभन्दा बेसी आज चाहिँ हिँड्नु गल्यो तँभन्दा ठुलो त कुकुरै भुक्दैछ यो हामी चाहिँ भर्खर आइपुगेर होइन अनि खानाहरू खाइसकेर नुहाइ धुवाइहरू गरेर अब चाहिँ ओछ्यानतर्फ फस्दै गरेको होइन म्याचहरू पनि हार्यो 2-0 भयो होइन म्याच चाहिँ अन्त केही छैन म्याच हार जित हुन्छ होइन त्यति नै भन्छु म्याच अलिक राम्रै भयो होइन केही छैन अब हार जित त हुन्छ नि त म्याचमा होइन अन्त यहाँ हामी नभनेको नि 7:30 तिर आइपुगेको थियो होइन अन्त भर्खर नुहाइसकेर अन्त अब चाहिँ सुत्नुपर्छ जस्तो छ किन भन्दाखेरि पुरा बेसी गरले नि त किन भन्दाखेरि म्याच खेल्नु भन्दा पनि ज्यादा चाहिँ स्कुटीमा कुदेरै गल्ने हो अन्त तपाईँहरूलाई भिडियोहरू कस्तो लाग्यो होइन मन लाग्यो भने लाइक गरिदिनु सब्सक्राइब गरिदिनुहोस् होइन त्यति नै अब फुटबलको चाहिँ रेकर्ड गर्नु पाइनँ होइन सो आई एम सरी भन्छु सबैजनालाई होइन सो सबैजनालाई बाई बाई